आज म तपाईलाई दुई पुराना तर प्रेरणादायी कथाहरू सुनाउँछु जसले हामीलाई सम्झाउँछ सफलता ढिलो आउँछ तर कहिल्यै असम्भव हुँदैन। आजको जीवन धेरै बदलिएको छ। मोबाइल, इन्टरनेट, सहरको हल्ला र हरेक कुरा व्यस्तताले भरिएको। तर एउटा कुरा कहिल्यै बदलिएको छैन, सङ्घर्ष, धैर्य र आत्मविश्वासको मूल्य। तिनले सम्झाउँछन् कठिन समय आउँछ, मानिस हाँस्छ, परिस्थिति बदलिन्छ, तर जो मानिस हार मान्दैन अन्त्यमा उनै अगाडि बढ्छ। ल सुरु गरौँ है त। चिनिया बाँसको कथा। चीनको एउटा सानो गाउँमा एकजना किसान बस्थे। एक दिन उनले बजारबाट एउटा विशेष बिउ ल्याए, चिनिया बाँसको बिउ। घर फर्केर उनले त्यो बिउ माटोमा रोपे। हरेक बिहान उठेर माटोमा पानी हाल्थे, हेरचाह गर्थे। तर पहिलो वर्ष बित्यो, केही पनि पलाएन। दोस्रो वर्ष बित्यो, अझै पनि केही देखिएन। तेस्रो वर्षमा गाउँका मानिसहरू हाँस्न थाले। त्यो किसान त पागल भइसक्यो, 5 वर्षदेखि खाली माटोमा पानी हाल्दैछ। तर किसान मौन रहन्थे, मुस्कुराउँदै भन्थे, सायद अझै माटोभित्र केही हुँदैछ। चौथो वर्ष पनि त्यस्तै बित्यो अनि 5औं वर्ष सुरु भयो। एक बिहान जब उनले पानी हाल्दै थिए, अचानक माटो चिरियो र केही हप्तामै त्यो सानो बिउ बढ्दै गयो र केवल 6 हप्तामै बाँस 80 फिट माथि पुग्यो। मानिसहरू अचम्ममा परे। किसान मुस्कुराएर भने, यो बाँसले 5 वर्षमा होइन, 5 वर्षदेखि बढिरहेको थियो माटोभित्र। जीवन पनि त्यस्तै हो। कहिलेकाहीँ तपाईको परिश्रम तुरुन्त देखिँदैन, तर त्यो माटोभित्र जरा गाड्दै बलियो हुँदै गइरहेको हुन्छ। त्यसैले धैर्य राख्न सिक्नुहोस्, तपाईको समय पनि अवश्य आउनेछ। बुबा, छोरा र गधा। एउटा गाउँमा बुबा र छोरा बस्थे। एक दिन उनीहरू बजार जाने विचार गरे। बाटो लामो थियो, त्यसैले बुबाले एउटा गधा साथै लाने निधो गरे, ताकि बजारसम्म सजिलो होस्। सुरुमा दुवैजना पैदलै हिँड्न थाले, गधा पछाडि। बाटोमा केही मानिसहरूले हाँस्दै भने, कस्तो मूर्खहरू हुन्, गधा छ तर हिँड्दैछन्। बुबाले सोचे, सही कुरा रहेछ, अनि उनले छोरालाई गधामा बसालिदिए। केही टाढा गएपछि अर्को समूह भेटियो। तिनीहरूले भने, आजकालका छोराहरू पनि कस्तो निर्दयी, बुढा बुबा हिँड्दैछन् अनि छोरा चाहिँ गधामा। छोरालाई लाज लाग्यो। त्यसपछि उनीहरूले एक अर्काको ठाउँ सारेर बुबा गधामा बसे, छोरा पैदल हिँड्न थाले। केही टाढा पुग्दा अर्को समूह आयो। तिनीहरूले भने, बुढा बुबा कति निर्दयी, आफ्नै छोरा हिँड्दैछ र उनी गधामा बसेका छन्। अब बुबा पनि असहज भए। अन्ततः दुवैजना गधामा बसे। थोरै अघि बढेपछि अर्को मानिसको समूह भेटियो र तिनीहरूले हाँस्दै भने, अरे कस्तो निर्दयी बाउ छोरा रहेछ, बिचरो गधा, दुईजनाले बस्दा त थाकेर मर्छ। अब उनीहरूलाई के गर्ने थाहा रहेन। अन्ततः दुवैजना गधाबाट ओर्लिएर सोचे, सबैको कुरा सुनेर त छन् गल्ती गर्यौं। अनि अन्तमा उनीहरूले त्यो गधालाई खोलेर खोलाको पुल नजिक लैजाँदा गधा तर्सियो र खोला नजिक टलेर तल खस्यो। बुबाले टुलु टुलु हेरे र शान्त स्वरमा भने, हेर छोरा, यही कारणले हामीले अरूको कुरा सुन्नु त पर्छ, तर हरेक कुरा मान्नु हुँदैन। सबैलाई खुसी पार्ने प्रयास गर्दा कहिलेकाहीँ हामी आफ्नो निर्णय र परिणाम दुवै गुमाउँछौँ। सन्देश, तपाई सबैलाई सन्तुष्ट गर्न सक्नुहुन्न। जो तपाईको बाटो र उद्देश्य बुझ्दैनन्, उनीहरूको टिप्पणी तपाईको निर्णय बन्नु हुँदैन। जीवनमा अरूको बोलाइ भन्दा आफ्नो विवेकको आवाज सुन्नुहोस्। यी कथाहरूले हामीलाई के पाठ सिकाउँछ भने, जीवनमा सफलता र प्रेरणा प्राप्त गर्न हाम्रो आन्तरिक शक्ति, धैर्य र सकारात्मक सोच आवश्यक छ। पहिलो कथाले हामीलाई सिकाउँछ कि कठिनाई र असफलता आए पनि हाम्रो मनोबल र मेहनतले हामीलाई नयाँ उचाइमा पुर्याउन सक्छ। दोस्रो कथाले देखाउँछ कि चुनौतीहरूलाई स्वीकार गरी परिवर्तनको लागि प्रयास गर्नुपर्छ।
यी कथाहरूले हामीलाई हिम्मत, आशा र मेहनतको महत्त्व सम्झाउँछन्, जसले हाम्रो जीवनलाई उज्जवल र प्रेरणादायक बनाउँछ। आफ्नो विश्वास र लगनले तपाईले कुनै पनि कठिनाई पार गर्न सक्नुहुन्छ।